हेलो साथीहरु, गुड मर्निङ। आज त मेरो भ्लग चाहिँ किचनबाट सुरु भइरहेको छ। तपाईहरुले देख्नु भएको छ है, मेरो लाइभ चाहिँ किचनबाट सुरु हुन्छ, किचनबाट एन्डिङ हुन्छ। भ्लग पनि त्यस्तै भएर आज म मर्निङमा चाहिँ म भ्लग हेरेर आइरहेको छु। आज म चाहिँ कुकिङ गर्न आँटेको नि त। आज चाहिँ एकदम बस्तीको आलु हो, बस्तीको आलु यी मस्ती यस्तो पाराले काटेको छु। अन्त यसको चाहिँ म रस बनाउने, यसमा चाहिँ अरू एकदम बस्तीकै मटर पनि हालेर मिक्स गरेको, किनभने मेरो हस्बेन्डलाई चाहिँ यस्तो पुरा मनपर्छ नि त। अन्त उसले नै ऊ चाहिँ अलिकति उसलाई चाहिँ ग्यासको प्रब्लम छ, अन्त यस्तो बनाऊ न भन्यो। ल भनेर चाहिँ मैले चाहिँ अब रेडी गर्नु आँटेको छु। र आज चाहिँ म कता कता जाने छु, के गर्छु तपाईँलाई म डिटेल्स दिनु पऱ्यो भनेर चाहिँ बिहान मर्निङको भ्लग सुरु गरेको। र आज चाहिँ म चाहिँ पर भाइको उयो छ, उनीहरूको के भन्छ बोल्ने साथी हो, तपाईँलाई भिडियो मार्फत देखाउने छु है। र म चाहिँ कुकिङ गर्दैछु। अनि आज मैले काम चाहिँ मेरो ठुलो मान्छेलाई सुम्पिरहेको छु। ऊ बढाल्ने काम चाहिँ हाम्रो म्याडमले गर्नुहुँदैछ हो। म चाहिँ ढिलो भएको कारणले गर्दै थुप्रो ठाउँ जानुपर्ने छ। सो मैले बढाल्ने काम चाहिँ गरिदिरहेको छु। ऊ त बढाल्दै तल त पुगिसकिसक्यो हो, यस्तो भइरहेको छ। अन्त मैले एउटा भाँडा मोल्ने काम अर्को छोरीलाई, बढाल्ने काम अर्को छोरी दिइरहेको छु, कामहरू बाँडेर। अनि म चाहिँ अब कुकिङ गर्दैछु। मेरो कराई खरिरहेको छ साथीहरू, र म तपाईँलाई खाना पकाउँछु। र आज दिनभरिको काम चाहिँ म तपाईँलाई देखाउनेछु, कहाँ जान्छु के गर्छु भनेर है। हेर्दै गर्नुहोस् ल मगर्नीको भ्लग। सक्नुहुन्छ साथीहरू, यो चाहिँ अर्ग्यानिक मटर हो, एकदम यो पनि अर्ग्यानिक बस्तीको लोकल आलुको। अब चाहिँ म रस बनाउनु आँटेको छु। यहाँ चाहिँ कराईमा मेरो तेल पनि खरिँदैछ। यहाँ चाहिँ प्याज पनि मैले चप गरेर राखिसकेको छु। म चाहिँ एकदम सादा पारेर पकाउने, किनभने मेरो हस्बेन्डलाई चाहिँ ग्यासको प्रब्लम छैन पनि। सो अझ सादा पारेर एकदम सादा टमाटर र प्याज मात्रै हालेर चाहिँ म रस बनाउँछु। कुन भिआइपीले खोले फेरि फ्रिज हो, यो हेर्नु न, काम गर भने कि छोरीहरूले के कुरा बाहना गरिहाल्छ हो, यस्तो छ। म चाहिँ रेडी भएर पनि पर जानु आँटेको हो। म चाहिँ बहिनी पनि आउँदैछ पछाडि। अनि माथि चाहिँ आमा र बहिनी पनि पर्खिरहनु भएको छ हो। अनि चाहिँ पर गएको नानीको के पो भन्यो भन्नु बोली साथीहरू, म गएर देखाउँछु। मलाई त्यो कहिले नपऱ्यो होला, फर्स्ट टाइम बनाउनु भएको नि त। अन्त चाहिँ गएको कि आउँदैछ हो। अनि म त पुरा भिडियो चाहिँ पर गएर देखाउँछु। एकदम दामी छ नि, दामी। मेरो क्यामेरा त एवान छ नि है साथी हो। सुरु भएछ है, माइक बज्नु थाल्यो। तिमीहरू त उयो गर्ने होइन, छिटो जाउँ है। के पो हामीलाई गएको त नौरान छेवर के पो वर्तमान हो। ए वर्तमान भन्नु चाहिँ नआएको, फर्स्ट टाइम खाएको कि लाइफमा, त्यही भएर चाहिँ उसको डाडीलाई फोन गर्दैछु। र साथी हामी चाहिँ आइपुग्न आँटेको छौँ। बहिनी तर आमा बुहारी उपर चाहिँ पुरा मान्छेहरू भिड भइरहेको रहेछ हो। एकछिन नानीहरूलाई चाहिँ म आफै जबरजस्ती हेर्नु नि सब्सक्राइब गर ल भनेर चाहिँ म एकदम हेल्प माग्दैछु। मलाई चाहिँ हेल्प गर्नु आँटेको छ भाइहरूले चाहिँ। यहाँ दुईवटा साथीहरू भाइहरूले मलाई सपोर्ट गरिसकेको छ हो। अब चाहिँ मैले भिडियो गर्दैछु हो। यो चाहिँ के भिक्षा दिने पर्ने अरे। म चाहिँ आएर भ्लग गर्दैछु तपाईँहरूको लागि। कस्तो हुन्छ, म फर्स्ट टाइम हो नि त, म चाहिँ मलाई थाहा छैन के हुन्छ कसरी गर्छ भनेर कि। तर म चाहिँ अब तपाईँहरूको लागि चाहिँ भिडियो गर्दैछु। मेरो चाहिँ समाज पऱ्यो, फेरि गाउँको पऱ्यो हो। अन्त उहाँले चाहिँ आउनै पऱ्यो नि त, उहाँले मलाई डाइरेक्ट भन्नुभयो क्या, बहिनी के भन्दा पनि आउनु त हुन्छ होला, किन गाउँको पनि पऱ्यो समाजको पनि पऱ्यो। अब बहिनीको पनि ठाउँमा त घरमा त केही न केही पर्ला नि त भन्नुभयो कि। अब अप्ठ्यारो लाग्यो नि त नआउनु पनि। सो म चाहिँ उहाँ गाउँको दाजु भनेर चाहिँ आइरहेको छु। म फर्स्ट टाइम हो कि, त्यही भएर एक्साइटमेन्ट पनि भइरहेको छु कस्तो हुँदो रहेछ भनेर। मेरो चाहिँ लाइफमा फर्स्ट टाइम हो साथी हो यस्तो परेको चाहिँ। अन्त के गर्दो रहेछ, भिक्षा माग्छ अरे ऊ भाइ चाहिँ कि झोला बोकेर हिँडेर। र म चाहिँ भिक्षा दिन आँटेको छ अरे सबैजना मिलेर। मलाई थाहा छैन नि त कसरी दिन्छ भनेर म चाहिँ भिडियो गर्दैछु। एक्साइटमेन्ट भइरहेको छु। म चाहिँ भाइहरू चाहिँ छेत्रीहरू नि त। यो भिक्षा चाहिँ 3 पल्ट माग्नुपर्छ अरे हो। 3 पल्ट सबैजना घुम्छ होला, ऊ चाहिँ थाहा भएन, त्यस्तै लाग्यो मलाई चाहिँ। यो चाहिँ यहाँनिर ऊ भाइ चाहिँ ग्रुपै भइरहेको छ सबैजना। यहाँ चाहिँ भिक्षा के भन्दै माग्नुपर्छ अरे, भन्दै माग्नुपर्छ हो। भिक्षा दे भन्दै माग्दैछ यहाँ चाहिँ।
यस्तो रहेछ त्यो म चाहिँ जिन्दगीमा फर्स्ट टाइम परेको थिएँ थाहै भएन मलाई चाहिँ हो म भाइको घरबाट चाहिँ भाइको घरबाट चाहिँ भिडियो गर्दैछु यता र उताको घर पर्छ नि त कि त्यही भएर चाहिँ म चाहिँ यतापट्टिको चाहिँ घरमा भएको र म यतापट्टि घरमा छु नि त घरकै छेउबाट पर्छ कि त्यही भएर यहीँबाट बहिनी पनि जाँदैछ भिक्षा दिनु कारण एकैचोटि यसरी हिँड्दैन रहेछ नि त एक ठाउँमा बसेर माग्छ कि के हो त्यस्तै लाग्यो त टाइमै पाएको छैन कतिले त अत्तु ऊपर बहिनीहरू चाहिँ बसिरहेको छ कि उनीहरूले चाहिँ चान्स पायो कि पाएन अत्तु ए यहाँ चाहिँ मेरो दुईजना सपोर्टर्सहरू पनि छ है फेरि म चाहिँ माथिहरू पनि आउनुहुँदैछ सानातिनो बिहा हेऱ्यो नि त घरको चाहिँ हो यसरी पर भाइ हो यल्लो कलरको देख्नु चाहिँ टाउको पनि यल्लो बाँधेर हो रातो रातो टिकाहरू लाग्यो के लगाएर रहेछ पुरै दलिरहेछ के को झाडु बोकिरहेछ सबले हो त्यो डालो जस्तो लाग्यो डालो जस्तो छ कि यहाँ चाहिँ हाल्नुपर्ने रहेछ 3 पल्ट हाल्नुपर्छ अरे यो चाहिँ भिक्षा दिएको त्यहाँनिर चाहिँ भिक्षा माग्ने मान्छेले नै भुलेर कताबाट घुम्नु भयो कतिपल्ट भयो उसलाई थाहा छैन रहेछ हो बिचरा कल्ल कल्ल पर्छ भरे अर्कोले यताबाट भएको छैन यता दिएको छैन भन्छ भरे यताबाट थापेकै छैन भन्दैछ बिचरा टल्लै भइरहेछ 3 पल्ट घुम्नुपर्छ अरे नि त ल यत्रो भिडमा चाहिँ कताबाट घुमै भयो होला यहाँ चाहिँ अब सबै कुरा सकेर चाहिँ अब चाहिँ भाइलाई के गरेको कुनै टिका सिका खतरा लगाएर पैसाहरू दिएको होला चाहिँ अब सक्नु आँटेको होला सबैजना म चाहिँ अब भिडियो खिच्दिनुहोस् त ए गिफ्टहरू पनि दिँदो रहेछ खदा पैसाहरू ए आज दिनमा त बेहुला जस्तो रहेछ नि त ऊ पनि आज दिनमा त बेहुलै हो कि क्या हो भाइको चाहिँ आज सानो बिहा जस्तो रहेछ बेहुलै होला सायद गजबको भएर बसिरहेछ पऱ्यो